2082 साल भाद्र 23 गते सोमबार। यो हो काठमाडौँको माइतीघर मण्डला। ठिक यहाँ छ संसद भवन, यो हो बानेश्वर चोक र यहाँ छ सिभिल हस्पिटल। करिब 9 बजेको हुन्छ र यहाँ माइतीघर चोकमा थोरै थोरै संख्यामा केही जेन्जी युवाहरू स्वतःस्फूर्त रूपमा भ्रष्टाचार विरुद्ध र सुशासनको लागि आवाज उठाउन माइतीघरको एउटा लेनमा भेला हुन थाल्छन्। आन्दोलनका एक अभियन्ता अमित खनालले करिब 9 बजे माइतीघरमा 20-30 युवालाई माइकिङ गरेको देख्न सकिन्छ। यति बेलासम्म भिड सानो थियो। कोही स्कुल कलेजकै पोसाकमा थिए, कोहीले किताब कपी बोकेका थिए र कोहीसँग प्ले कार्ड थियो। तर बिस्तारै यो माइतीघर चोकमा तीनतिरबाटै हजारौंको संख्यामा जेन्जी युवाहरू भेला हुन थाल्छन् र करिब 9:30 बजे भिड पाक्लो भइसक्छ र अर्की अभियन्ता रक्षा बमले भिडलाई आज के गर्ने र के नगर्ने भनेर जानकारी दिन थाल्छिन्। आज हामी रुख बिरुवा भाँच्दैनौं, आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, आज हामी हो हल्ला तोडफोड आगजनी गर्दैनौं, हामी फोहोर गर्दैनौं, हामी द्वन्द्व र आक्रमण गर्दैनौं, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं, हामी धम्की र गाली गलौज गर्दैनौं, सभ्य र जिम्मेवार व्यवहार गर्छौं, हामी राजनैतिक दलको एजेन्डा बोकेर आउँदैनौं, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिन्छौं। यो भिडियोमा हामी नेपालका सुदन गुरुङ पनि देखिन्छन्। समय 10:30। माइतीघरमा भिड झन्झन बढ्दै थियो र अमित पनि त्यो भिडमै सामेल थिए। आन्दोलनको प्लान सिम्पल थियो, माइतीघरबाट मार्च पास गरेर एभरेस्ट होटल नेरको प्रहरी ब्यारिकेडिङसम्म पुग्ने र त्यहाँबाट फेरि फर्केर पुनः माइतीघरमा आएर शान्तिपूर्ण प्रदर्शन गर्ने। त्यही बीचमा माइतीघरमा रहेको भिडलाई एउटा संकेत आउँछ, बानेश्वरतर्फ अगाडि बढ्नु। समय 10:52। भिड बबरमल लिएर पुग्दै गर्दा कसैले नेपाल टेलिकमको कार्यालय नजिकको बिजुलीको पोलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर देख्छन् र यो तस्विर देखेर केही युवाहरू पोलमा चढेर तस्विर निकाल्न थाल्छन्। यही क्रममा प्रदर्शनको बीचमा रहेको सेतो गाडीमा रक्षा बम र अमित लगायतले भिडलाई आक्रोशित नहुन आग्रह गर्छन्, तर पोलमा चढेका युवाले ओलीको पोस्टर च्यात्छन् र तल झारेर कुल्चिन थाल्छन्। भिड अब बेग्लै जोशले भरिन्छ र यो जोशले भरिएको भिड अब सिधै संसद भवनतर्फ उभिकिन थाल्छ। समय 10:57। बिजुली बजारको आर्क ब्रिजबाट अघि बढेपछि भिड झन् उग्र हुन थाल्छ र तत्कालीन प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी सुरु हुन्छ। भिडमा अमित लगायत केही व्यक्तिहरूले यहाँभन्दा पर नजाउँ भन्दै हातले लाइन बनाएर भिडलाई रोक्न खोज्छन्, तर जोशले भरिएको ठूलो समूह अगाडि बढ्छ र भिड अब एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेडिङ लिएर आइपुग्छ। समय 11:06। आन्दोलनकारीको अग्र पंक्तिमा रहेको टोली एभरेस्ट होटल नजिक रहेको प्रहरी ब्यारिकेड अगाडि पुग्छ र एकछिन त्यहाँ अडिन्छ। ठिक यहाँबाट प्रशासनले तोकेको निषेधित क्षेत्र सुरु हुन्थ्यो। प्रहरीसँग ब्यारिकेड थियो, शिल्ड थियो र हेलमेट थियो, तर भिड यति बाक्लो थियो कि भिडले अन्ततः यसरी यो ब्यारिकेडलाई तोड्न सफल हुन्छ र अब यहाँबाट प्रदर्शन झन उग्र हुन थाल्छ। समय 11:35। आन्दोलनकारीले ब्यारिकेड तोडेपछि पुलिसले अब भिडलाई रोक्न पानीको फोहरा फाल्न थाल्छ, तर भिड ज्यादै भएकोले त्यति प्रभावकारी हुँदैन। तनाव बढ्ने संकेत देखेपछि अमित लगायत जेन्जी अगुवाहरूले स्कुल कलेज पढ्ने बच्चाहरूलाई घर फर्किन भन्दै सम्झाउन थाल्छन्। अनि त्यो ब्यारिकेडलाई चाहिँ तोड्न खोजियो। अनि हामीलाई चाहिँ त्यहाँ के फिल भयो भने म योजन रक्षा हामी हैन लगायतलाई चाहिँ के फिल भयो भने अब यहाँ चाहिँ अब असुर ग्यास प्रार पानीको फोहरा त त्यो फिक्स हुनेवाला छ भनेर चाहिँ हामी त्यो छोटा हात्तीमा थियौँ, त्यहाँबाट झऱ्यौँ र त्यो 5, 6, 7, 8मा पढ्ने भाइ बहिनीहरूलाई सुरुमा त उनीहरूलाई त बिचरा केही पनि थाहा छैन, उनीहरूलाई घर पठाउनु पर्छ भनेर चाहिँ हामी त्यतातिर लाग्यौँ। यता पुलिसको तयारी हेर्दा यस्तो लाग्दै थियो कि उनीहरूले यो आन्दोलनलाई अन्डर एस्टिमेट गरेका थिए र यत्रो संख्यामा भिड आउँछ भन्ने अपेक्षा नै गरेका थिएनन्। खैर, अब यो भिड सिधै बानेश्वर चोकतर्फ अगाडि बढ्न थाल्छ। समय 12 बजे। भिड बानेश्वरतर्फ बढ्दै जाँदा केही डर्ट बाइक्सहरू अस्वाभाविक रूपले बानेश्वर आसपास आउन थाल्छ। उनीहरूले भिडलाई झन् उत्तेजित गर्दै थिए र आन्दोलन अब बानेश्वरको ट्राफिक आइल्यान्ड वरिपरि आइपुग्छ। तर यति मात्र होइन, एउटा भिड यता उत्तरपट्टिको रोडबाट पनि आउँछ जहाँ संसद भवनको पानी ट्याङ्की छ र अर्को भिड यता तिनकुनेबाट बानेश्वरतिर आउँछ र यो भिडलाई रोक्न यातायात कार्यालयको बिल्डिङबाट प्रहरीले अश्रु ग्यास समेत फाल्छ र यता शङ्खमूल साइडबाट पनि केही भिड बानेश्वर आइपुग्छ। पुलिसलाई अब प्रेसर पर्न थाल्छ र भिडलाई कन्ट्रोल गर्न नसके अब यो भिड संसद भवनभित्र छिर्ने निश्चित थियो। त्यसैले पुलिसले अब यहाँबाट अन्धाधुन्ध अश्रु ग्यास प्रहार गर्न थाल्छ। समय 12:06। जेन्जी युवाहरूले संसद भवनलाई बाहिरबाट घेर्न थाल्छन् र अधिकांश युवाहरू अब सिधै संसद भवन अगाडि आइपुग्छन्
माहौल एकदमै अशान्त हुँदै थियो। केही युवाहरू संसद भवन निरको गेटमा रहेको भवन चढ्न खोज्दै थिए। त्यही बेला यता माथि पानी ट्याङ्की एरिया आसपास पनि अश्रु ग्यास प्रहार हुन थाल्छ। अमितले यो सब नजिकैबाट निहालिरहेका हुन्छन् र आफ्ना साथीभाइहरूले सम्पर्क गर्न उनले आफ्नो फोन चेक गर्छन्, तर फोनमा सिग्नल थिएन। वरिपरि बुझ्दा कसैको पनि सिग्नल आइरहेको थिएन। यस्तो लाग्दै थियो कि त्यो ठाउँमा सञ्चार अवरुद्ध गर्नलाई नेटवर्क जाम गरिएको थियो। अमितकै अगाडि पुलिसले लाठीचार्ज र माइकिङ गरेर स्थिति नियन्त्रणमा लिन खोज्दै थियो, तर संसद भवनको अगाडि भिडलाई सम्हाल्न गाह्रो भइसकेको थियो। समय 12:30। बानेश्वर आसपासको क्षेत्रमा बेलुका 10 बजेसम्मको लागि कर्फ्यू आदेश जारी हुन्छ, तर त्यो भिडले कर्फ्यू बारे जानकारी नै पाएको हुँदैन र प्रदर्शन झन ठूलो हुँदै जान्छ। समय 12:55। संसद भवनको यो पश्चिमपट्टिको पर्खाललाई प्रदर्शनकारीले भत्काउन थाल्छन् र केही युवाहरू संसद भवनको दक्षिण पश्चिममा रहेको पुलिस पोस्टमा चढ्छन् र एकाएक पहिलोपल्ट संसद भवनको परिसर भित्रबाट हवाई फायरको आवाज सुनिन्छ। समय 1:22। संसद भवनको पर्खालमा ठूलो प्वाल पर्छ र अब प्रदर्शनकारीहरू संसद भवन भित्र छिर्न थाल्छन् र ठीक यही बेलाबाट केपी ओली सरकारको निर्देशनमा मृत्युको ताण्डव सुरु हुन्छ।